शुक्र अस्तको बेलामा परेकोले यसपालि श्री स्वस्तानीको पुस्तक खोल्नुहुन्छ कि हुँदैन, व्रत गर्नुहुन्छ कि हुँदैन भनेर धेरैजनाले सोध्नु भएको छ। यो विषयमा मैले शुक्र अस्त हुनुभन्दा 2 दिन अगाडि नै प्रष्ट रूपमा बताएको थिएँ। तर पनि सबै सामु त्यो भिडियो नपुगेकोले होला अझै पनि धेरैजनाले स्वस्तानी व्रत कथा पढ्ने, सुन्ने, गर्ने कि नगर्ने भन्ने कुरामा अन्योल हुनुहुँदो रहेछ। त्यसैले फेरि पनि एकपटक यो विषयमा बताउँदैछु, अन्तिमसम्म सुन्नुहोला। 2082 साल मङ्सिर 27 गते शनिबार दिउँसो 12 बजेर 25 मिनटबाट पूर्व दिशामा अस्त भएका शुक्र माघ 15 गते बिहिबार राति 1 बजेर 29 मिनटपछि पश्चिममा उदय हुनेछन्। यही बीचमा पौष 19 गते शनिबारदेखि आरम्भ भएर माघ 18 गते आइतबारसम्म स्वस्तानी व्रत कथाको पर्व परेको छ। अब शुक्र अस्तमा श्री स्वस्तानीको पुस्तक खोल्नुहुन्छ कि हुँदैन भन्ने सवालमा विभिन्न ग्रन्थहरूको सार रूपमा भन्नुपर्दा यसो भनिएको छ। शुक्रास्ते नित्यम पुण्यमित्यहं कुर्याः शुभे नैमित्तिकं शान्तिकरं कर्म कालसङ्गतः काम्यम इच्छाया प्रयत्नेन न कुर्यात् यस्मिन् समये लाभः सुखश्च न भवति। अर्थात् शुक्र अस्त भएको समयमा नित्य वा नियमित पुण्य कर्महरू गर्नु शुभ र फलदायी हुन्छ। नैमित्तिक कर्म वा भनौँ समय विशेषमा गरिने कर्महरू गर्दा शान्ति र पुण्य लाभ प्राप्त हुन्छ। तर काम्य कर्म अथवा कुनै इच्छा कामनाले गरिने कर्महरू गर्नु अशुभ मानिन्छ, लाभ वा सुख प्राप्ति हुँदैन भनिएको छ। यहाँ नित्य र नैमित्तिक कर्म गर्दा फल प्राप्ति हुने कुरा उल्लेख गरिएको छ। केवल काम्य कर्मको मात्रै फल प्राप्ति हुँदैन भनिएको छ। अब यहाँ बुझ्नुपर्ने कुरा के हो भने नित्य कर्म भन्नाले दैनिक गरिने धार्मिक पुण्य कर्महरू हुन् भने नैमित्तिक कर्महरूमा समय विशेष वा भनौँ घटना विशेषमा गरिने कर्महरू पर्दछन्। नित्य र नैमित्तिक दुवै कर्मको फल प्राप्ति हुन्छ भनेर माथिको श्लोकले बताइसकेको छ। यो स्वस्तानी व्रत कथा पनि समय विशेष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निश्चित समयमा मानिने पर्व भएकोले नैमित्तिक कर्म अन्तर्गत पर्दछ। त्यसैले शुक्र अस्त भए तापनि नैमित्तिक कर्मको पूर्ण फल प्राप्ति हुने कुरा शास्त्रहरूमा उल्लेख भएकोले श्री स्वस्तानी माताको पुस्तक खोल्ने, कथा वाचन गर्ने, श्रवण गर्ने, भजन, कीर्तन, उपासना लगायत सबै कर्म गर्न हुन्छ। तर व्रत लिने सवालमा चाहिँ विगतका वर्षहरूमा पनि लिँदै आउनु भएको छ भने अहिले शुक्र अस्त भए तापनि लिन मिल्छ। होइन, यसपालिबाट सुरुवात गर्न लाग्नु भएको हो भने चाहिँ सुरु नगरेकै उत्तम हुन्छ, किनकि शुक्र अस्तको समयमा नयाँ व्रतको सुरुवातलाई शुभ मानिँदैन। शुक्र अस्तमा स्वस्तानी कथा व्रत गर्ने कि नगर्ने भन्ने विषयमा जानकारी त पाउनु नै भयो। अब स्वस्तानी व्रत कथा सम्बन्धी जानकारी लिएर अर्को भागमा उपस्थित हुने नै छु। यतिन्जेल हेरेर सुनेर साथ दिनुभयो। हजुरहरू सबैलाई श्री स्वस्तानी माताले कल्याण गरून्। जय होस्।